क्लियर छ। किलाउ माया मैतिर, किलाउ उइतिर, मिला नलाउ दुईतिर। प्रत्यक्षतिर पनि समानुपातिकतिर पनि ज्याप ज्याप घन्टी छाप पानेर यसपालि तपाईले राष्ट्रिय यसपालिको चुनाव खाली यो तपाईको रमेश प्रसाई र रामचन्द्र उप्रेतीको कुरा छैन, यहाँ निशा डाँगी र केशव पाण्डेको कुरा छैन। यसपालिको चुनाव भनेको आमाको दूध पिउनेहरू र जेन्जी कलिला बच्चाको रगत पिउनेहरूको लडाई हो। यसपालिको चुनाव तपाईहरुले यो चुनावमा सही निर्णय गर्नुपर्छ। हिजो अस्ति भर्खर हो हाम्रा भाइ बहिनी छोरा छोरीहरू मारिएको 76 जना 2 दिनमा, जनआन्दोलनमा 19 दिनमा जम्मा 25 जना, केपी ओलीको कार्यकालमा 2 दिनमा 76 जना कलिला बालबालिकाहरू। सम्झिनुहोस्, तपाईका मेरा छोरा छोरी भाइ बहिनी